देख्न सक्नुहुन्छ यो पारी मर्निङको सनराइज फोटोसुट हुँदैछ हिजोको भिडियो आजको भिडियोमा डिफ्रेन्ट हामी सधैँ टाढाबाट त देखिरहेछौँ आज हामी नजिक आएर हेरेछौँ के साह्रो राम्रो नि स्वर्गको परिहरू हेलो गुड मर्निङ अब हामी लाग्दैछौँ पुनिलतर्फ बिहानको 5 बज्यो भ्लग चाहिँ आज यहीँबाट स्टार्ट गरिसक्यो हामी छिटो जाने भनेको अब यो अँध्यारोको भ्यू चाहिँ वा यहीँ छ है हिमाल चाहिँ ल हामी चाहिँ यहाँबाट लाग्यौँ पुनिलतर्फ हामी जेठानी देउरानी चाहिँ भागिसक्यो हिँड्न सक्दैन भनेर ल जान्छ यो चाहिँ हामी बसेको होटल हो हामी चाहिँ यसरी हिँड्दैछौँ यही होइन बाहिर लग्यो टिकट काउन्टर दुईवटा बाटो छ क्या हिमाल हेर्नु त यहीँ माछा बुझ्नु हिमाल यहाँ छ ल 30 मिनट अगाडि आयो अब अझ 30 मिनट हिँड्न छ बाँकी हामी यो हप्तामा हिँड्दा त 30 मिनटमा यहाँ आइपुग्यो 6 बजे सनराइज हेर्न पुग्नुपर्छ यो अब आइपुग्न लाग्यो वाउ स्वर्ग यता हेर्नु न वाउ कस्तो हेर्नु कस्तो क्लियर देखेको यस्तो आइपुग्यो वाउ है यो फाइनली 30 मिनटमा फोन हिँड्न सफल भयौँ
ल है फाइनल्ली आधी घन्टामा पुनिल आइपुग्यौँ हामी वाउ स्वर्ग ल हेर्नुहोस् तपाईँहरू घरमै बसेर हेर्नुहोस् यस्तो राम्रो भिडियो यो चाहिँ हाफ भागै पुनिलको हिमाल देखेको म चाहिँ टावरमा बसेर भिडियो गरेको छु अब यहाँबाट चाहिँ को चाहिँ हाफ भाग बाटो सनराइज भयो मात्र होइन लाली गुराँस सबै ढकमक्क फुलेको छ हिमाल देख्न सक्नुहुन्छ यो पहाडी स्वर्गमा छौँ हामी स्वर्गमा हामी सधैँ टाढाबाट त देखिरहेछौँ हामी नजिक आएर हेरेछौँ के साह्रो राम्रो नि स्वर्गको परिहरू स्वर्गको परीको हिमाल स्वर्गको परिहरू यहाँ हल्ला गर्दै बस्छु हेर्न भिडियो ल सपनीमायाले भिडियो बनाउँदैछिन् आशिष बाबु दिदी शोभा दिदी ल हिमाल ल ल ल ल ल खिचिसकेको छ हात हाल्ने माथि गर्ने अनि गर्नु क्या तिनजनाले ल माथि रेडी वान गो ल रेडी ए भिडियो नरहेछ फोटो रहेछ अलिकति हिँडेपछि पल्ला जाने अहिले नजानु रेडी भनेर अलिकति उयो गरेपछि पल्ला जान्न त हुन्न रेडी वान ल फर्किने यता यता हेर्नु ल ल यस्तो गर्ने के ल अब हामी पुनहिलबाट फेरि ब्याक हुन्छौँ घरे पानी ल हामी चाहिँ घरे पानीतर्फ लागेको यही हो भिडियो अँध्यारो छ यस्तो उकालो छ अरूलाई 1 घन्टा लाग्छ नि हामी आधी घन्टामा पुग्न सफल भयौँ ल वाउ
मैले भ्लग बनाउन राम्रो जान्दिनँ तर पनि केही मेमोरीको लागि भनेर राखिदिएको छु मेरो भिडियो चेक गर्नु हेर्नु होला राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गर्नु होला ल यही हो गोरेपानी डाले गुराँस फुलेको मेन भनेको चाहिँ बिहान छिटो जानुपर्ने भनेको चाहिँ सनराइज हेर्न रहेछ सनराइज चाहिँ यस्तो मजाले हिमालको बिचबाट टलक्क टल्किने ट्याक्क 5:55 to 6 AM मा सनराइज हुँदो रहेछ है त्यो बिचमा चाहिँ पहिल्यै पुग्नु पर्यो रहेछ हामी चाहिँ ठ्याक्क 55 मा पुग्ने बित्तिकै सनराइज भयो वाउ हामी चाहिँ 5:15 मा हिँडेको हो दिदी र म चाहिँ अनि 5:15 बाट ट्याक्क 55 पुग्नु हुन लागेको थियो ठ्याक्कै सनराइज हुने बेलामै पुगेँ त्यही हो गुराँस पार्क वाउ अघि बिहान आउँदा चाहिँ मौसम के अरे मौसम भन्दा नि उज्यालो भएको थिएन अहिले चाहिँ हामी गोरेपानी पुग्न लाग्यौँ मौसम पनि खुलेको छ आज चाहिँ हामी मौसम खुलेकै दिनमा आइपुग्यौँ कस्तो त हामीको माछा पुछ्रे हिमाल यो के हिमाल म जान्दिनँ ल हेर्नु थ्याङ्क यू फर भिजिट फेरि भेटौँला हुन्छ फेरि भेटौँला है त ल हामी हिजो राति यहाँ आउनु पर्ने रहेछ है हामी चाहिँ अब ब्रेकफास्ट लिन गएको छौँ चेयर्स हामी चाहिँ यहाँ गुराँस पार्क जानेर आएको तर नुनथला पार्कमा आएर बसेको छौँ हामीलाई ढिलो हुने भयो फर्किनलाई प्लस हिमाल पनि ढाकिन लाग्यो बादलले फोटोसुट गर्दैछ फोटोसुट हुँदैछ हिजोको भिडियो आजको भिडियोमा डिफ्रेन्ट ड्रेसअपमा छौँ हुन्छ हस् हामी चाहिँ चेकआउट भएर हिँड्यौँ अब ए सारी यहाँ प्याक लाग्यौँ बाबा ल बाई बाई ल यति नै होला मेरोमा यहाँ ब्याट्री छैन यही हो गोरेपानी ल फेरि भेटौँला मौका मिल्यो भने